बालेन सरकारले लियो कर फिर्ता, इस्टर्न र केटाकेटी शासनले मुलुक अस्तव्यस्त। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेको 115 दिन पुरा हुँदा उनको शासकीय शैलीमा केही यस्ता गम्भीर, अपरिपक्व र खतरनाक कमजोरीहरू देखिन थालेका छन् कि दर्शकबिन, जसले मुलुकको लोकतान्त्रिक प्रणाली र विधिको शासनमाथि नै ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ। सीमित मानिसहरूको साँगो र घेरा र सल्लाहकार टिमको पछि लागेर हामीलाई मात्र सबै थाहा छ, बाँकी सबै बदमास हुन् भन्ने घमण्ड र मनोवृत्तिबाट सत्ता सञ्चालन हुनु नै बालेन सरकारको सबभन्दा ठुलो अभिशाप बनेको छ। आफ्नो सानो गुडभन्दा बाहिरका राज्यका स्थापित संयन्त्र, संवैधानिक निकाय र विभागीय मन्त्रीहरूलाई समेत पूर्ण रूपमा अविश्वास गर्ने यो शैली प्रधानमन्त्री स्वयं र सिङ्गो मुलुकका लागि अत्यन्त प्रत्युत्पादक साबित हुँदैछ। यसको सबभन्दा गम्भीर र डरलाग्दो रूप राजधानी पासपोर्ट ठेक्का प्रकरणमा सिंहदरबारभित्रै देखिएको छ। असार 1 गते प्रधानमन्त्री कार्यालयमा जर्मन कम्पनीका प्रतिनिधि, जर्मन राजदूत, संवैधानिक अङ्गका पदाधिकारी र उच्च प्रशासकहरूलाई बोलाएर जसरी संविधान र कानुनी मर्यादा नागेर अवाञ्छित हप्की-दप्की र धम्की दिइयो, त्यसले बालेनको समानान्तर सत्ता चलाउने शैलीलाई छताछुल्ल पारेको छ। राजधानी छाप्ने तयारी अन्तिम चरणमा पुगेका बेला विश्वभर 100 भन्दा बढी देशमा काम गरिसकेका प्रतिष्ठित जर्मन कम्पनीहरूको ठेक्का रद्द गराउन प्रधानमन्त्रीको आलो काँचो सचिवालय हाबी भयो। जर्मन राजदूतकै अगाडि तिमीहरूको मेसिनले राजधानी छाप्दैन भन्दै गैरजिम्मेवार दाबी गरियो, जबकि तिनै जर्मन इन्जिनियरहरूले राजधानी विभागमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको राजधानी तत्कालै छापेर हातमा राखिदिएर आफ्नो प्रविधि प्रमाणित गरिदिएका थिए। तर कथा यहाँ मात्र सकिँदैन दर्शकबिन। प्रविधिले प्रमाणित गर्दा पनि ठेक्का तोड्ने सडक छाडेनन्। उल्टै राजधानी प्रकरणमा आजै मुद्दा नचलाए अख्तियारका पदाधिकारीहरूलाई शिवपुरी सैनिक ब्यारेकमा थुनिदिने असंवैधानिक धम्की दिइयो। राजधानी विभागका राष्ट्र सेवक कर्मचारीहरूलाई ठुला कुरा गर्ने, भ्रष्टाचार गरेर नेपाल आमाको बलात्कार गर्ने, प्रधानमन्त्रीजीको फेसबुकमा फोटो राखेर भ्रष्टाचारी भनेर लेखिदियो भने के हुन्छ भन्दै अमानवीय र संस्थागत गुण्डागर्दीको शैलीमा तर्साइयो। आफ्ना विभागै परराष्ट्र मन्त्री र मन्त्रालयलाई बाइपास गर्दै मिडिया र सोसल मिडियाको पपुलिजममा रमाउने सल्लाहकार टोलीले समानान्तर क्याबिनेट जस्तै व्यवहार गर्दा राज्य संयन्त्रको हुर्मत लिने काम भएको छ। राजधानी काण्ड मात्र होइन, निर्वाचित संसदप्रतिको चरम उदासीनता, राजनीतिक प्रतिस्पर्धीहरूमाथि बिना प्रमाण मुद्दा चलाउन राज्यका निकायमाथि दबाव, अमानवीय तरिकाले सुकुम्बासी बस्तीमाथिको दमन, साना ठुला व्यवसायी र निर्माण व्यवसायीहरूमाथि खुट्टा भाँचेर काम गराउने धाकधम्की र आफ्ना गल्ती ढाकछोप गर्न मिडियामाथि उल्टै सिर्जना गरेको दबावले बालेन शाहको शासकीय दक्षता, सही निर्णय लिन सक्ने क्षमतामाथि नै गम्भीर आशंका उब्जाएको छ। वित्तीय सदाचारिता भर्सेस संवैधानिक र लोकतान्त्रिक इमान। आर्थिक रूपमा भ्रष्टाचार नगर्नु वा वित्तीय रूपमा इमान्दार हुनु शासकको राम्रो गुण हो, तर संविधान र कानुन मिच्ने छुट त्यसले कसैलाई दिँदैन। प्रधानमन्त्री बालेनको व्यक्तित्व वा आर्थिक इमानमाथि कसैले प्रश्न उठाएको छैन, तर वित्तीय सदाचारिता मात्रै एउटा प्रधानमन्त्रीका लागि पूर्ण योग्यता हुन सक्दैन। यदि प्रधानमन्त्रीले संवैधानिक सीमा, शक्ति पृथकीकरणको सिद्धान्त, विधिको शासनलाई नै लत्याउँछन् भने त्यो वित्तीय सदाचारिता एउटा निरर्थक देखावटी आभूषण मात्र हो। प्रधानमन्त्री हुनुका लागि संवैधानिक इमान र लोकतान्त्रिक इमान अनिवार्य शर्त हुन्। संसदीय व्यवस्थामा प्रधानमन्त्रीको आधिकारिक र संवैधानिक सल्लाहकार भनेको मन्त्री परिषद, क्याबिनेट र सम्बन्धित मन्त्रालयका मन्त्रीहरू नै हुन्, जो जनताको म्यान्डेट बोकेर आएका हुन्छन्। तर बालेन शाहले आफ्नो विभागीय मन्त्री जस्तै परराष्ट्र मन्त्रीलाई मुखदर्शक बनाएर आफ्ना गैर संवैधानिक सल्लाहकार र सचिवालयका सदस्यहरूलाई राज्यका अङ्गहरूमाथि हुकुम चलाउन दिएका छन्। यो अभ्यासले राज्यको निजामती प्रशासन र संवैधानिक निकायको मनोबल ध्वस्त पारेको छ। जर्मन जस्तो मित्र राष्ट्रका राजदूत र ओल्ड क्लास कम्पनीका इन्जिनियरहरू सामु देखाएको अशिष्टता र घमण्डले नेपालको अन्तर्राष्ट्रिय साख र कूटनीतिक मर्यादामाथि ठुलो चोट पुर्याएको छ। फेसबुकमा फोटो हालेर भ्रष्टाचारी करार गरिदिने धम्की दिनु भनेको कानुनी राज्यको बर्को ओढेर गरिएको डिजिटल र सामाजिक गुण्डागर्दी बाहेक अरू केही होइनन्। अदालत र कानुनलाई उपेक्षा गरेर फेसबुक ट्रायलबाट शासन चलाउन खोज्नु पपुलिजमको चरम र खतरनाक रूप हो। प्रधानमन्त्री शाह 2082 को निर्वाचन र संसदको जनमतबाटै निर्वाचित भएका हुन्, तर उनी निरङ्कुश वा निर्विकल्प होइनन्। लोकतन्त्रमा कसैलाई पनि म जे गर्छु त्यो नै कानुन हो भन्ने छुट हुँदैन। यदि प्रधानमन्त्रीले आफ्ना आलाकाँचा सल्लाहकारहरूको घेराबाट बाहिर निस्केर संसद, संवैधानिक निकाय र मन्त्री परिषदको सम्मान गर्दै आफ्नो शासकीय शैलीमा सुधार गरेनन् भने मुलुक ठुलो अराजकतामा फस्नेछ। यदि प्रधानमन्त्री बालेन शाहले आफ्नो पछिल्ला 115 दिनमा गम्भीर गल्तीहरूबाट पाठ सिक्दैनन्, आफ्नो सनक र स्वेच्छाचारिता जारी राख्छन् र संविधानको सीमा निरन्तर भत्काइरहन्छन् भने लोकतन्त्र र मुलुकको भविष्य जोगाउनका लागि संसदले संविधान बमोजिम उनको विकल्प खोज्नु अपरिहार्य हुनेछ। मुलुक कुनै एउटा
व्यक्तिको इगो, सनक वा पपुलिजमको बन्दी बन्न सक्दैन। प्रधानमन्त्री शाहलाई अझै पनि समय छ। प्रधानमन्त्री बालन शाहज्यू आफ्नो आर्थिक इमान सँगसँगै संवैधानिक र लोकतान्त्रिक इमानलाई अङ्गीकार गरून्, साँघुरो घेराबाट बाहिर निस्किउन् र सुशासित तरिकाले 5 वर्ष सरकार चलाउन्। यो विषयमा तपाईँको आफ्नो धारणा के छ? बालन सरकारले लियो कर फिर्ता, इस्टर्न र केटाकेटी शासनले मुलुक अस्तव्यस्त। सुशासन र नयाँ राजनीतिको झ्याली पिटेर सत्ताको धुरीमा पुगेका प्रधानमन्त्री बालन शाह र उनको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सरकार कतिसम्म आलो काँचो, अपरिपक्व र काम चलाउ रहेछ भन्ने कुरा पुनः एकपटक छताछुल्ल भएको छ, प्रमाणित भएको छ। बिना कुनै अध्ययन, बिना कुनै दीर्घकालीन सोच र गृह कार्य नगरी रातारात निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% समता कर ठोक्ने बालन सरकारले चौतर्फी विरोध र नागरिक आक्रोशपछि पुच्छर लुकाउँदै सो निर्णय फिर्ता लिएको छ। प्रधानमन्त्री बालन शाहले सामाजिक सञ्जालमा लामा उपदेश छाड्दै जनताको माग सुनेर कर लागू नगर्ने निर्णय गरियो भन्दै पन्छिन खोजे पनि यसले यो सरकारको अदूरदर्शिता र केटाकेटीपन शैलीलाई छताछुल्ल पारिदिएको छ। निजी शिक्षा र स्वास्थ्यमा 3% कर थोपरेर दुर्गम र विपन्न वर्गलाई सहयोग गर्ने सुन्दर नारा बाँडिए पनि यसको सोझो मार भनेको दैनिक जीवन चलाउन धौधौ परेका मध्यमवर्गीय र आम नागरिकको गोजीमा पर्ने निश्चित थियो। कर थप्ने बेला अर्थमन्त्री स्वर्णिम वाग्लेसँगै बसेर बजेट र कानुन बनाउने अनि जनता सडकमा उत्रिएपछि चौतर्फी थुथु भएपछि नागरिकको हितको लागि फिर्ता लियौँ भन्दै सामाजिक सञ्जालमा हिरो बन्न खोज्ने के सरकार चलाउनु भनेको सामाजिक सञ्जालको लाइक र कमेन्ट गर्ने खेल हो? एउटा निर्णय गर्यो, विवाद भयो, फिर्ता लियो, फेरि अर्को निर्णय लियो, विरोध भयो, फिर्ता लियो, फेरि अर्को निर्णय लियो, विरोध भयो कि टाङमुनि पुच्छर पसायो। यो सरकार देश चलाउन आएको हो कि केटाकेटीको भाँडाकुडी खेल खेल्न? तर कथा यहाँ मात्र सकिँदैन। बजेटमा कर थोपरेर जनताको ढाड सेक्न खोज्ने अनि फिर्ता लिँदैमा हामी त जनमुखी हौ भन्दै आत्म र तिमर रमाउने बालन शाहको यो सञ्जालीय इस्टर्न पछाडि अर्को ठुलो लाचारी लुकेको छ। विपन्नको लागि 10% सिट र बेड निशुल्क गराउने पुराना र घाँसे नारो दोहोऱ्याएर जनताको आँखामा छारो हाल्ने प्रयास भइरहेको छ। तर सत्य के हो भने बालन शाहको नेतृत्वमा रहेको यो सरकार पूर्ण रूपमा नीतिगत रूपमा टाढ पल्टिसकेको छ। निर्णय गर्ने तागत नभएको, दूरदर्शी नभएको र केवल लोकप्रियतातर्फ दौडिने यो काम चलाउ सरकारले मुलुकको अर्थतन्त्र र व्यवस्थापनलाई भिडको डिलमा पुर्याइसकेको छ। इस्टर्नबाजी र फेसबुकिया शासन शैली, सरकार सञ्चालन हुकुम प्रमाङ्गी वा सामाजिक सञ्जालको स्ट्याटसबाट चल्दैन। देशको बजेट, कर नीति र आर्थिक ढाँचा परिपक्व अध्ययन र संसदको छलफलबाट बन्छ। तर बालन र स्वर्णिमको जोडीले देशको कर नीतिलाई समेत आफ्नै फेसबुक पेजको कमेन्ट सेक्सन जस्तो बनाएका छन्। जनताको प्रतिक्रिया हेरेर रातारात नीति बदल्ने हो भने अर्थ मन्त्रालय, योजना आयोग र संसदको औचित्य के? यो सरासर केटाकेटीपन र अपरिपक्वताको प्रकाश हो। एकपछि अर्को युटर्न सरकारको परिचय। यो 3% समता कर फिर्ता लिएको पहिलो घटना मात्र होइन। बालन सरकार आएदेखि यता राहदानी काण्ड होस्, मन्त्रीहरूको अवाञ्छित कारबाहीको प्रयास होस् वा करका दर हेरफेरका विषय होस्, निर्णय गर्ने, विवादमा फस्ने र पछि हट्ने काम निरन्तर भइरहेको छ। निर्णय गर्नु अघि त्यसको असर के हुन्छ भन्ने सामान्य हेक्का समेत नराख्ने यो सरकार पहिला गोली हान्ने अनि निशाना ताक्ने मूर्खतापूर्ण बाटोमा हिँडिरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको प्राज्ञिक घमण्डको अवसान। आफूलाई ठुलो अर्थशास्त्री दाबी गर्ने, म जस्तो अर्थशास्त्री कोही छैन भनेर दाबी गर्ने डाक्टर स्वर्णिम वाग्लेले ल्याएको समता करको हविगतले उनको प्राज्ञिक हैसियत र व्यवहारिक क्षमतामाथि ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ। शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारभित्र पर्ने क्षेत्रमा हचुवाकोहरूमा 3% कर ठोक्नु र पछि फिर्ता लिनुले स्वर्णिमको अर्थशास्त्र केवल भाषण र किताबमा मात्र सीमित छ, व्यवहारमा शून्य छ भन्ने पुष्टि गरेको छ। मध्यम वर्गमाथि दोहोरो मार र जनताको विश्वासघात, दुर्गम र विपन्नको नाम बेचेर मध्यमवर्गीय परिवारले आफ्ना बालबच्चा पढाउने विद्यालय र उपचार गराउने अस्पतालमा कर थोपर्नु बदमासी थियो। जनताले नयाँ र सुशासित सरकारको आशा गरेका थिए, तर बालन र स्वर्णिमको टोलीले उल्टै प्रयोगशाला बनाएर जनतामाथि आर्थिक र मानसिक थिचोमिचो गरिरहेको छ। काम चलाउ र दिशाहीन सरकार। सरकारसँग न कुनै स्पष्ट दृष्टिकोण छ, न त अडान नै। कुनै पनि विषयमा चौतर्फी अडिन नसक्ने, सल्लाहकारहरूको साँगो र घेरामा उकासिने,
र विरोध आउन साथ खुट्टा कमाउने यो सरकार पूर्ण रूपमा काम चलाउ र दिशाहीन साबित भइसकेको छ। यस्तो लाचार र असक्षम नेतृत्वले देशलाई आर्थिक समृद्धि होइन अराजकता र विनाशतर्फ लैजाने निश्चित छ। बालेन शाहजी, मेरो एउटा सुझाव छ, सरकार चलाउनु भनेको र्याप गाउनु वा सामाजिक सञ्जालमा कडा स्ट्याटस लेख्नु जस्तो हलुका विषय होइन। निर्णय गर्नु कि सोच्नुहोस्, गृह कार्य गर्नुहोस् र दम्ब त्याग्नुहोस्। एकपछि अर्को निर्णय फिर्ता लिँदै लफङ्गा शैलीमा सरकार चलाउने हो भने यो देश र जनताको लागि ठुलो दुर्भाग्य हुनेछ। एकपछि अर्को निर्णय फिर्ता लिने बालेन र सोरेनको यो युटर्न राजनीतिबारे तपाईँको आफ्नो धारणा के छ? आफूलाई मन लागेको विचार कमेन्ट बक्समा लेख्नुहोला। विवेक रोशन बिच चाहन्छु। नमस्कार।